करेसा को हरियो तरकारी बारीमा यहाँहरूलाई स्वागत छ। सुप्रभात। आज बिदाको दिन मैले यहाँको के छोटो समय लिन चाहन्छु। यो साग यहाँले सबैले चिन्नुभएकै साग हो। यो साग त्यही पनि गेस गर्नु होला यो कुन साग हो भनेर। त्यस्तै यो सागमा कतिवटा बोटा छन् भन्ने पनि गेस गर्नु होला। यो साग निकै मौलाएको देखिन्छ। वास्तवमा साग राम्रो हुनको लागि चारवटा चिज ध्यानुपर्छ। एउटा चाहिँ सागको बिउ, दोस्रो माटो, तेस्रो पानी हालिरहनुपर्छ र चौथो चाहिँ यसको कहाँ छ, घाम पानी कति छ, घाम कति धेरै पनि हुनुहुँदैन, थोरै पनि हुनु पर्दैन। यसको बारेमा पछि विस्तृत जानकारी दिने गर्दैछु। मलाई फलो गर्नु होला। र त्यो साग गेस गर्नु होला। सागमा कतिवटा बोटा छन् यहाँले गरिसक्नु होला। यो साग मैले विगत 7 महिनादेखि खाइरहेको छु। वास्तवमा यो साग मैले यसमा 4वटा बोटा रोपेको थिएँ। 4वटामा आफैले 3टा उम्रियो र तीनटा मध्ये मैले चाहिँ 2 महिना अगाडि 2टालाई मासेँ र एउटा वास्तवमा एउटा मात्रै हो। हेर्नुहोस्, एउटा मात्रै हो। यो एउटा मात्रै छ, हेर्नु होला बोटा, एउटा मात्रै हो यो बिरुवा। यहाँहरूले विश्वास गर्नु भएन भने म यहाँलाई टिप्दै देखाउँछु। यसले सानो फ्यामिलीलाई मजाले छाक पुग्छ र हामी साग धेरै खाने पनि होइन, थोरै थोरै खाइरहनुपर्छ। साग भनेको सधैँ खानुपर्ने चिज हो, सबैको यहाँको थाहा छँदैछ।